Okay, hello everybody, this is vlog with SA अनि आज मसँग छ रिडाराको 2-wheeler भ्यारिएन्टमा हो यो चाहिँ हैन यसको टेस्ट ड्राइभ हामीले गरिसक्यौं अनि फेरि पनि गर्नेवाला छौं र यसको रिभ्यू हामीले बनाउन आएको यो चाहिँ गाडी लिँदा ठीक हुन्छ कि ठीक हुँदैन यसको गाडीको फिचरहरु के छ यो गाडी केको लागि युजमा बनेको छ त्यसको लागि आज हामी तपाईहरुलाई भन्नेवाला छौं ल यसको अगाडिबाट हामी स्टार्ट गरौँ न त यसको लुक्सबाट हेरौँ यसको सबसे सुरुमा ध्यान चाहिँ यहाँ यो चक्काको रिममा जाने रहेछ हैन रिम कभरमा जुन चाहिँ एकदम स्पोर्टी टाइपको देखिन्छ हैन अनि अगाडि जाउँ न त अगाडिको लुक्स कस्तो छ अगाडिबाट चाहिँ रिडारा लेखेको यहाँनेरि चाहिँ देख्न पाउनुहुन्छ हैन यहाँ चाहिँ नम्बर प्लेटको लागि जुन चाहिँ नम्बर प्लेट अहिले छैन यहाँनेरि टेस्ट ड्राइभको लागि सो यो टेस्ट ड्राइभ देख्न सक्नुहुन्छ टालेको अनि यो चाहिँ फुल एलईडी मा आउँछ यहाँनेरि फग लाइट छ कि छैन हो एक्ज्याक्टली मलाई चाहिँ थाहा भएन छैन जस्तो लाग्यो मलाई अनि लुक्सको कुरा गर्ने भने यो चाहिँ यस्तै नै हो अलराइट गाइज सो हामी यहाँ पछाडि आइसक्यौँ हैन जुन यसको डाला डिकी जे भन्दा नि यसको लोड क्यापेसिटी कति भन्नुभएको तपाईले यसको लोड क्यापेसिटी भनेको नर्मल हामीले डे टु डे लाइफमा जस्तै स्कर्पियो अरु डबल क्याबहरु पिकअपहरुमा हजुर जति लोड क्यापेसिटी हुन्छ त्यो भन्दा लगभग 2 टन सम्मको आरामसे 1200 भन्नु हैन 1200 हजुर बेन्चमार्क हो त्यो हजुर हैन त्यो स्टार्टिङ हो हजुर त्यहाँ भन्दा एक्सिड भनेको लगभग 2 टन सम्म यसले गर्न सक्छ 2 टन सम्म गर्न सक्छ हैन अनि गर्न सक्छ हजुर भेहिकलमा जति लोड हाले पनि भेहिकलले 3000 केजी चाहिँ यसले इजिली तान्न सक्छ हजुर हजुर लोड सहित गरेर मान्छे सहित गरेर पछिबाट तपाईको यसको सपोर्ट चाहिँ हाल्न मिल्यो यहाँनेर हैन जुन चाहिँ अगाडि गाडीमा कस्टमाइजेसन जसरी पनि गर्न सक्नुहुन्छ जसरी अब मोटो मोटो डन्डी राखेर हजुर हजुर यहाँबाट लागि त्यो पनि गर्न सक्नुहुन्छ तपाईले स्लाइडर पनि डोर हाल्न सक्नुहुन्छ हजुर हजुर क्यानोपी पनि राख्न सक्नुहुन्छ हजुर हैन त्यसको लागि चाहिँ तपाईले गाडीमा त्यो कुराहरुको लागि चाहिँ प्रब्लम छैन प्लस हुकलाई टाइ गर्नको लागि यहाँ टायर दिएको छ हजुर केही कुरा बान्नु पर्यो भनेदेखि यहीबाट हो अरुमा यसमा हुन्छ यसमा यही भित्र छ अनि अर्को यतापटि चाहिँ उयो चार्ज यो भनेको चाहिँ यसको सबैभन्दा महत्त्वपूर्ण र एकदम चाहिने कुरा हो सानो कुरा हो तर यसको धेरै रोल छ क्या हजुर जस्तै तपाईहरु क्याम्पेनमा जानुभयो साथीहरुको इभी छ र इभी चार्ज गर्नु पर्यो भनेदेखि तपाईकै भेहिकललाई चार्जिङ स्टेसन जस्तो युज गरेर त्यो इभी यसबाट चार्ज हुने भयो हजुर प्लस अब यस्तै पिकनिक क्याम्पेनहरुमा आउटडोर फ्यामिली टुरमा गयो भने यसलाई तपाईले इलेक्ट्रिक पावरको रूपमा यसलाई युज गर्न पाउनु चार्ज गर्न पाउने 6 किलोवाटको हो हजुर 16 एम्पियरको त यसमा तपाईको यो सकेट चाहिँ 16 एम्पियरको हजुर हजुर भनेको जतिसुकै हेभी जस्तै म्युजिक सिस्टम त कमन भयो जस्तै मानिलिउ इलेक्ट्रिकल एप्लायन्सेसहरु जस्तै सानो फ्रिजहरु हैन र साना साना इलेक्ट्रिक एप्लायन्सेसहरु हामीले यहाँबाट पावर युज गर्न सकिन्छ यसमा यो चाहिँ एकदम बेनिफिट यो चाहिँ दरो नै होला हैन स्क्रैच प्रुफ मटेरियल भन्छ यो स्क्रैच प्रुफ भन्छ हैन 3 लेयर प्रोटेक्सन छ यहाँ चाहिँ थाम्छ नि है मान्छे पनि चढ्दा हैन यहाँ थाम्छ यो 200 केजी मान्छे मजाले थाम्छ यो 200 केजी जति मजाले थाम्छ है यसको केही फरक पर्दैन हजुर यो चाहिँ हेर्दा चाहिँ अब नर्मल देखिन्छ तर एकदम दरो होला ब्यालेन्सको लागि हो ब्यालेन्सको लागि यसले थामेको हैन यो भनेको ब्यालेन्सको लागि हो यो चाहिँ एकदम मजाले यसरी थाम्छ हैन यहाँनेर चाहिँ इनफ स्पेस छ है यहाँनेर चाहिँ भित्र क्याबिन छ यहाँनेर टक्क सपोर्ट हालेर जस्तो मोटरसाइकलहरु पनि हाल्ने गर्छ नि हैन मोटरसाइकल हालेर टक्क टुर जाने त्यो गर्दा नि एकदम रमाइलो हुने भयो यहाँ सपोर्टको लागि चाहिँ बाँध्नलाई यहाँ छ अनि अर्को यहाँ पनि छ यो चाहिँ यसको विशेषता भनि नै हाले अनि चार्जको लागि चाहिँ भन्दा मेन विशेषता भनेको हजुर नर्मली हामी इभी गाडी लिएर चार्ज गर्न गयौँ भने चार्जिङ स्टेसनमा काहीँ CCS2 हुन्छ काहीँ GB2 हुन्छ हजुर हजुर त्यो भएको हुनाले चाहिँ हाम्रो गाडी त्यो सबै चार्जिङ स्टेसनमा चार्ज हुँदैन तर यसमा चाहिँ दुई किसिमको पोर्ट छ GB2 CCS2 भनेपछि जहाँ गयो नि चार्जिङ स्टेसनमा पनि तपाईले इजिली चार्ज गर्नु यो चाहिँ एकदम राम्रो कुरा भयो हैन जस्तो कारको पनि हाल्न मिल्यो अनि अर्को कुरा गाडीको एक्सटेरियरको कुराहरु गर्दाखेरि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको चक्कामा आउँछ यसमा चाहिँ चारैवटा व्हीलमा चाहिँ इन्डिपेन्डेन्ट सस्पेन्सन छ इन्डिपेन्डेन्ट सस्पेन्सनले क्लियरेन्समा हेल्प गर्छ 225 mm को इनबिल्ट ग्राउन्ड क्लियरेन्स हो यसमा चाहिँ प्लस इन्डिपेन्डेन्ट सस्पेन्सनले चाहिँ तपाईको लग्जरी र तपाईको अफ रोडमा धेरै मद्दत हुन्छ यसको कति 19 इन्चको हो यो 19 इन्चको अलॉय व्हील र यो चाहिँ स्टिलमा हो
स्टिलमा स्टिल आइरन तपाईँको क्याप छ दौडो हुने रहेछ होइन तपाईँको ढुङ्गाले पनि तपाईँको फुट्दैन सपोर्टको लागि पनि यो एकदम लामो छ है यो पनि एकदम यसको मटेरियल पनि राम्रो छ हेर्दा आइरन मटेरियल हो हजुर प्योर आइरन मटेरियल हो ल अब हामी अगाडि पनि आऊँ न यसको अगाडि के छ भनेर यहाँनिर चाहिँ यहाँ बुट स्पेस दिएको छ कति लिटरको होला यो बुट स्पेस यो तपाईँको 20 लिटरको बुट 20 लिटरको होइन सानो सामानहरू मजाले यहाँ राख्न मजाले आउँछ यो पार्ट कभर छ फुल कभर छ त्यो कभर भइसक्यो भित्र धुलो जाने रिस्क धेरै राम्रो यो चाहिँ भनेको कुलेन्ट भयो हजुर यो भनेको ब्रेक ओइल भयो यो कुलेन्ट भनेको तपाईँको 40,000 मा फेर्नुपर्छ यो ब्रेक ओइल भनेको तपाईँको 60,000 मा फेर्नुपर्छ त्यसपछि एभ्री आफ्टर 5,000 किलोमिटरमा आउने हो सर्भिस गर्न सफ्टवेयर अपडेट गर्न अनि गाडीमा 2 किलोवाटमा चाहिँ तपाईँको यो चार्जर आउँछ चार्जर पनि आउँछ 3.3 किलोवाटको चार्जर आउँछ ओके यो मात्रै चार्जर आउने हो पोर्टेबल चार्जर बोकी हिँड्ने हजुर यो बोक्न नि पाइयो होइन यहाँ अगाडि स्पेस इनफ छ यहाँनिर मजाले राख्नु यसको चाहिँ मेन एडभान्टेज भनेको यो चाहिँ हाइड्रोलिक छ क्या यसमा चाहिँ टक्क यो अडाउनु परेन नि त यो हाइड्रोलिक हुँदा चाहिँ एकदम राम्रो फाइदाजनक छ यसमा चाहिँ फग लाइट चाहिँ छैन है तल हाल्न मिल्छ स्पेस यो एलइडी होला नि त पुरै होइन डिआरएल एलइडी पुरै हजुर यो एलइडी हो होइन यसको लुक्स हेर्दाखेरि चाहिँ साइडबाट यस्तो देखिन्छ होइन मजाकको देखिन्छ चिटिक्क देखिन्छ होइन अब हामी इन्टेरियरभित्र पनि छिर्यौँ न आइसक्यो भनेको नर्मली गाडीहरू हामीले चढ्दाखेरि हामीले यो स्पेस एकदम कम पाउँछौँ जुनै पनि गाडीमा यो स्पेस देखाउँछ यो स्पेस जस्तै एउटा मेरो हाइट 5'9" छ होइन यसको लागि चाहिँ यो स्पेस पनि राम्रो पाउँछौँ र हेडरुम पनि हामी राम्रो पाउँछौँ यो हेडरुम स्पेस पनि राम्रो पाउँछौँ नठोकिने खालको चाहिँ भएको छ होइन नफ स्पेस छ यहाँनिर होइन तपाईँ पातलो पातलो 4जना नै अट्न सकिन्छ यहाँनिर मजाले 3जनाको लागि चाहिँ हो सिट बेल्ट पनि 3टा होला होइन अनि यहाँ पनि उयो होला नि त यो आर्मरेस्ट हो त्यो आर्मरेस्ट विथ कप होल्डर छ आर्मरेस्ट विथ कप होल्डरको लागि छ यो चाहिँ यो 3टा नै रहेछ योनेरि चाहिँ यसलाई के भन्छ यो खासमा 5 सिटेड भेहिकल हो हजुर हजुर यसमा 3जना अगाडि 2जना तर एकोमोडेट गर्दाखेरि चाहिँ 4जना आरामसे कम्फर्टेबली बस्न सक्छ प्राय कारहरूमा बिचमा चाहिँ हेडरेस्ट चाहिँ हुँदैन नि त यसमा 3वटा दिएको छ के छ यो पछाडिबाट मैले देखाइदिइहालेँ होइन यहाँनिर चाहिँ एसीको भयो हजुर मोबाइल चार्जको लागि भयो यहाँ छ मोबाइल चार्जको लागि चाहिँ अनि स्पेस चाहिँ आरामले इनफ छ होइन यहाँनिर स्पिकर छ स्पिकर कतिवटा छ यसमा 4 डोर स्पिकर हो हजुर कुन कम्पनीको हो यो चाहिँ हाम्रो जेलीकै हो हजुर स्पिकर पनि छ अनि यो मटेरियल क्वालिटी पनि एकदम राम्रो छ यहाँको यहाँनिर सानो सामानहरू राख्न पायो यो हातको हजुर हातको सपोर्ट पनि विथ लेदर फिनिसमा छ होइन मजाले यहाँ यसरी सपोर्ट राख्न पायो यो बोतल राख्न नि पायो 2टा बोतल राख्न पायो यहाँनिर चाहिँ ओके सो अब हामी अगाडिको इन्टेरियरभित्र छिर्दैछौँ भने हामी 2 लेयर पाउँछौँ ड्राइभिङ स्पेसको लागि एउटा यो भयो यो एकदमै तपाईँको एकदमै स्पोर्टी देखिन्छ र एकदमै क्लासिक र प्रिमियम देखिन्छ र तल पनि स्पेस छ तलपट्टि तपाईँले ट्याब मोबाइलहरू पनि यहाँबाट पनि चार्ज गर्न सक्नुहुन्छ यहाँ सामान पनि राख्न पायो फोनहरू पनि राख्न पायो यहाँनिर धेरैभन्दा धेरै सामानहरू एकोमोडेट गर्न सकिन्छ यहाँ प्लस यहाँ ग्लभ बक्स भइहाल्यो डिप ग्लभ बक्स छ लगभग एउटा हात पनि छिर्छ धेरै सामानहरू यहाँनिर मजाले तपाईँले चिसो कोक फ्यान्टाहरू बियर सियर पनि राख्न पायो मजाले होइन एक हिसाबले फ्रिजकै काम गर्छ यो थर्मस जस्तो होइन चिसोको चिसो नै तातोको तातो बनाउने खालको हुन्छ यो चाहिँ स्टाइल चाहिँ राम्रो छ यसको होइन टक्क यहाँनिर थिचेर अटोमेटिक खोल्छ होइन त्यसको हातबाट त्यस्तो केही प्रेसर गर्नु पर्दैन बन्द गर्न चाहिँ यसरी बन्द गर्न पायो यहाँनिर 2टा कप होल्डर छ जुन चाहिँ कप राख्न पायो पानीको बोतलहरू पनि राख्न पायो यहाँनिर चाहिँ गियर लिभरहरूको छ पार्किङ यहाँनिर छ मोड चाहिँ 3टा छ इको कम्फर्ट एन्ड स्पोर्ट इको मोड चलाउनुहुन्छ भने चाहिँ तपाईँले माइलेज राम्रो पाउनुहुन्छ रेन्ज राम्रो पाउनुहुन्छ अर्को बक्सको यहाँ पनि छ यो सानो डिकी के भन्छ होइन यसमा चाहिँ 360 क्यामेरा चाहिँ छैन किनभने यो चाहिँ 2 व्हिलर ड्राइभ हो होइन 2 व्हिलर ड्राइभमा चाहिँ 360 क्यामेरा चाहिँ हुँदैन स्टार्ट भइसक्यो स्टार्ट हुँदाखेरि चाहिँ यहाँ यस्तो देखाउँछ
टाइम देखाएको छ, टाइम मिलेको छैन अहिले। रेन्ज अब यसले कति कुद्दो रहेछ, 94 किलोमिटर कुद्नेवाला छ, त्यो देखाएको छ। म्युजिकको आएको छ होइन। अनि कुन मोडमा लाउने हो, इको मोड आयो, इको मोडमा लाउने हो। यो जुन पी लेखेको पार्किङमा छ, न्युट्रल हाल्यो भने एन आउँछ, ड्राइभ मोड हाल्यो भने डी आउँछ। अनि यताकोतिर जाँदाखेरि चाहिँ अलिकति घामले टल्केर तपाईँको अलिक भिजिबल चाहिँ राम्रो आएको छैन। जस यहाँ यो सबै कन्ट्रोलहरू चाहिँ टच प्यानल हो, यहाँबाट कन्ट्रोल हुन्छ। यो इन्स्ट्रुमेन्ट क्लस्टर हो, हजुर यो चाहिँ टच प्यानल हो। यसबाट म्युजिक सिस्टम, एसी कन्ट्रोल, मोड चेन्जदेखि लिएर सबै कुराहरू, भेहिकलको सेफ्टीको कुराहरू यहाँबाट म्यानेज गर्ने हो, सबै कुराहरू छ। एनर्जी रिगेनदेखि लिएर हेडलाइटको फिचरहरू सबै कुरा यहाँ दिएको छ। सो यसको अब प्राइसको कुरा गर्ने हो भने चाहिँ अहिले चाहिँ 67 जति छ है। 67 टु व्हिलरको 67, फोर व्हिलरको 80 लाखबाट स्टार्ट छ। 80 लाखबाट। त्यसमा चाहिँ तपाईँले एडास 360 सबै पाउन सक्नुहुन्छ। अब यो टु व्हिलर भएर यसमा 360 क्यामेरा छैन, रियर क्यामेरा मात्रै छ। यसमा सनरुफ पनि छैन। माथि यहाँ लाइट पनि दिएको छ है। यहाँनिर यहाँ लाइट देख्न सक्नुहुन्छ, मजाको एलइडी छ। यहाँनिर यो मिरर होला होइन कि छैन यसमा? यहाँ मिरर पनि देख्नु कति मजाको मिरर छ। यहाँ लुकेर बसिरहेछ है, मिरर पनि छ। घाम छेक्नलाई यो राम्रो छ। यता नि मिरर रहेछ, दुईतिर नि मिरर रहेछ। कतिवटा एयर ब्याग छ यसमा? यसमा तपाईँको 6वटा एयर ब्याग पनि दिएको छ। यहाँनिर कन्ट्रोलहरू देख्न सक्नुहुन्छ है। यहाँनिर यो स्पिडहरू घुमाउने हेडलाइटको अब कतिमा राख्ने त्यो कन्ट्रोल गर्नले हो। यो सिसा कन्ट्रोल गर्ने हो होइन। यो लक अनलक भइ नै हाल्यो। अगाडि पछाडि सबैतिर कन्ट्रोल यसमै छ। यहाँनिर म्यानुअल बटनहरू पनि देख्न सक्नुहुन्छ। म्युजिक कन्ट्रोल, फोन उठाउनेदेखि लिएर साउन्ड कन्ट्रोल, मोडहरू सबै मोड छ। अनि यहाँ उठाउँदाखेरि चाहिँ गानाहरूको पनि छ। भोल्युमको भइ नै हाल्यो, यो गानाको भइ नै हाल्यो। यो साउन्ड उयो होला है, अन अफ तल माथि होला। हजुर यो तल माथि। यहाँ होम बटन यहीँबाट पनि हुने रहेछ होइन। होम बटन यहाँबाटै भन्छ। अब फोन आउँदाखेरि कनेक्ट गरेर यहाँबाट तपाईँले गर्न पाउने भयो होइन। हर्न पनि तपाईँले सुनाइदिउँ न है, हर्न कस्तो हुँदो रहेछ भन्दाखेरि यो हर्न तपाईँले सुनिदिइ नै हाल्ने भयो। हजुर इलेक्ट्रिक सिट पनि हो। जस्तै यसमा 6वटा मोड छ। यो अगाडि, यो पछाडि, यो तल, यो माथि, अनि यो चाहिँ रिक्लाइनर हो। यो पछाडि सार्ने यसरी अगाडि। सो यस टु व्हिलमा चाहिँ ड्राइभर सिटमा मात्रै आउँछ इलेक्ट्रिक सिट। भेन्टिलेटर छ कि छैन यसमा? भेन्टिलेटर चाहिँ छैन। भेन्टिलेटर चाहिँ छैन। यो हेर्दा चाहिँ वायरलेस चार्ज जस्तो चाहिँ वायरलेस चार्ज होइन। टक्क फोन राख्न चाहिँ स्पेस मजाको छ। यहाँनिर तपाईँले केबल हालेर फोन चाहिँ मजाले राख्न सक्नुहुन्छ है। अरू कुरा त मैले भनि नै हालेँ। टु व्हिलर भएको कारणले यसमा खासै धेरै फिचर चाहिँ एक्सपेक्ट नगर्नु होइन। जस्तो सामानहरू यताउति गर्नलाई तपाईँको डेली युजको लागि चाहिँ यो रेन्जमा यो प्राइसमा चाहिँ भ्यालु फर मनी वर्थ इट नै छ जस्तो लाग्यो मलाई चाहिँ है।